Hello everyone, welcome to Civil 3D tutorial. र आज चाहिँ हामी यो ल्यान्ड डिजाइनमा चाहिँ हाम्रो जस्तै कि हाम्रो लास्ट टाइम गर्दाखेरि यो बिल्डिङको एलिभेसन थियो, यहाँ पछाडि सेफ्टी थियो, अगाडि रोड थियो, तर हाम्रो यो फाइनल ग्रेड र हाम्रो एक्जिस्टिङ ग्रेडमा केही पनि कनेक्सन थिएन। र आज चाहिँ हामी यो दुईटा बिच ठ्याक्क कसरी कन्स्ट्रक्सन कसरी हुन्छ र कनेक्सन कसरी हुन्छ भनेर हेर्नेवाला छौँ। त्यसको लागि चाहिँ हामी ग्रेडिङ भन्ने टुल युज गर्छौँ। तर पहिला चाहिँ हाम्रो यो नचाहिँदो ठाउँमा आएको कन्ट्रोलरलाई चाहिँ मिलाउन खोज्छौँ। जस्तै यहाँ हाम्रो यो पार्टमा अब बेसलेस कन्ट्रोलर आइरहेछ, यतापट्टि भयो। यसलाई हटाउनलाई चाहिँ हामीले पहिला सिके जस्तै यसलाई सिलेक्ट गरेर सर्फेस प्रपर्टिजभित्र हामी गएर यसमा कन्ट्रोल अन गऱ्यौँ भने, ट्राइङ्गल्सहरू अन गऱ्यौँ भने यो लाइन एक्स्ट्रा ट्राइङ्गुलेट भएको लाइनहरूलाई हामी डिलिट गर्न सक्छौँ। त्यसको लागि यसलाई सिलेक्ट गरेर एडिट सर्फेसमा डिलिट लाइनमा गएर हामीलाई यो लाइन डिलिट गर्नु छ। डिलिट गर्ने, त्यसपछि यता पनि हाम्रो यो लाइन डिलिट गर्ने, त्यसपछि हाम्रो यता पनि यो लाइन डिलिट गर्ने, यता पनि यसलाई डिलिट गऱ्यो भने हाम्रो भित्रपट्टिको चाहिँ सबै चाहिने एलिभेसन नै हुन्छ। अब खालि बाहिरपट्टिको मात्रै मोड गरिपुग्छ। त्यसपछि हाम्रो अर्को टुल भनेको हामी ग्रेडिङ युज गर्नेवाला छौँ। त्यसमा चाहिँ पहिला ग्रेडिङ ग्रुप सेट गरौँ। ग्रेडिङ ग्रुप चाहिँ हाम्रो अहिलेको केसमा चाहिँ एउटा सेप्टिक बिल्डिङको लागि एउटा ग्रेडिङ बनाउँछौँ। सर्फेस पनि त्यही अनुसार बन्यो। कोलम बेस सर्फेस पनि एउटा अन गरिदिइराख्नुहोस्। के गरौँ र हामीले यो ग्रेडिङ क्रिएसन टुलमा जान्छौँ। अब यसमा सुरुमा क्लिक गर्नुभयो भने सेफ्टी एन्ड लिङ्क सेलेक्ट भइरहेछ, साइड पनि साइडमा सेलेक्ट भइरहेछ। सर्फेस चाहिँ हामीले इजी सर्फेसमा कनेक्ट गर्ने भनेर ओके गरौँ। त्यसपछि यहाँ छ अप्सन हाम्रो ग्रेड टु डिस्टेन्स, ग्रेड टु एलिभेसन, ग्रेड टु एलिभेसन, ग्रेड टु सर्फेस। अब ग्रेड टु डिस्टेन्स गऱ्यो भने चाहिँ यो पिक्चर लाइनबाट सर्टेन डिस्टेन्ससम्म हामीले ग्रेड गर्न सक्छौँ। ग्रेड टु एलिभेसन भने योबाट अब एलिभेसन म्याच नभएसम्म ग्रेड गर्न सक्छौँ। र हामी नर्मल चाहिँ ग्रेड टु सर्फेस गर्छौँ, किनभने हामीसँग अलरेडी यो फिचर लाइनलाई अब खालि एक्जिस्टिङ ग्राउन्डसँग म्याच गरेर त्यो ग्रेड टु सर्फेस क्लिक गर्छौँ। त्यसपछि हामीसँग यहाँनिरको अप्सन क्रिएट ग्रेडिङ भन्ने छ, यसलाई सिलेक्ट गरेर अब हामीले पहिला सुरु चाहिँ यो सेप्टिकलाई सिलेक्ट गरौँ। सेप्टिकको फिचर लाइन सिलेक्ट गऱ्यौँ। त्यसपछि कुन साइडमा ग्रेडिङ गर्ने, बाहिरपट्टि गर्ने कि भित्रपट्टि हाम्रो भइसकेको छ, बाहिरपट्टि सिलेक्ट गर्छौँ र अप्लाई टु इन्टायर लेन्थ यस अर नो भनेर सोधिरहेछ। अब इन्टायर लेन्थ गऱ्यो भने यो चारैतिर हुन्छ, तर हाम्रो चाहिँ अगाडिको केसमा यो फिचर लाइन र यो बिल्डिङको यो फिचर लाइनले अटोमेटिक एउटा हामीलाई सर्फेस बनाइसकेको हुन्छ। त्यही भएर हामीलाई यसको बाहेक अरू ठाउँमा चाहिँ चाहियो, त्यही भएर नो गरेर कहाँदेखि कहाँसम्म, जस्तै हामीलाई यहाँदेखि यहाँसम्म भइपुग्छ भने के गरियो। त्यसपछि यसले ग्रेड अथवा स्लोप माग्छ। ग्रेड भनेको पर्सेन्टेजमा, स्लोप भनेको 1:1 हरिजोन्टल इक्वल टु भी टाइपमा हो। अनि स्लोपमै जाउँ, 1:1 सिलेक्ट गरौँ। फिलमा पनि 1:1 गरौँ। त्यस्तो गरेपछि हाम्रो यो पछाडिपट्टि एउटा सर्फेस जेनेरेट भएको छ, जसले चाहिँ ठ्याक्क हाम्रो यो फाइनल ग्रेडिङलाई यो एक्जिस्टिङसँग म्याच गर्छ। ठ्याक्क यहाँ आएर यो यसरी गइरहेछ कन्ट्रोल, त्यसरी देख्न सकिन्छ। यहाँ पनि यहाँ आएर यसरी कन्ट्रोल गरेर यहाँ म्याच भइरहेछ, यसरी यहाँ आएर यहाँ म्याच भइरहेछ, यसरी देखाइरहेछ भन्नुको चाहिँ यो चाहिँ अब प्र्याक्टिकल्ली यस्तै हुने भयो। अब त्यसै गरी नै अब हाम्रो यो बिल्डिङमा पनि त्यही गरौँ। यो सिलेक्ट गरौँ, यो फिचर लाइन सिलेक्ट गरौँ र यो साइड सिलेक्ट गरौँ। इन्टायर टु इन्टायर नो गरौँ। यसले चाहिँ हाम्रो यहाँदेखि यहाँसम्म एउटा भयो, स्लोप त्यही राखौँ। अनि त्यसपछि यतापट्टिपट्टि हेर्नु, फिचर लाइन सिलेक्ट गरौँ, साइड सिलेक्ट गरौँ, यहाँदेखि यहाँसम्म स्लोप राखौँ।
के गरेपछि तपाईँको दुईटै भन्यो। अब यसपछि किनकि हाम्रो यो फिचर लाइन र यो फिचर लाइन एकदमै क्लोज छ, त्यही भएर दुईटा ग्रेडिङ गर्यो भने एकचोटिमै भन्छ, नभए अलिकति कन्फ्युजन पनि हुन्छ, अलिकति बनाउनु पनि गाह्रो हुन्छ। त्यही भएर अब हाम्रो सेप्टिक र बिल्डिङको चाहिँ भन्यो। अब ड्राइभवेकोलाई अर्को एउटा ग्रेडिङ ग्रुप बनाइदियो। भिडियो बाँकी सबै सेम छ। ओके ओके, त्यसपछि ग्रेडिङमा गएर क्रिएट ग्रेडिङ टुलमा गएर अब यहाँ सुरुमा क्लिक गर्नुभयो भने अघिल्लो ठाउँमा यहाँ ड्राइभवे भन्ने आइसकेको छ। ओके, त्यसपछि क्रिएट टु सर्फेस पनि इजी नै छ। ओके, क्लिक गरेर यो फिचर लाइन सिलेक्ट गरेर यहाँ ग्रेडिङ गरेर डायरेक्ट स्लोप 1:1 1:1 गऱ्यो भने नयाँ खालको ग्रेडिङ हुन्छ। र यहाँ पनि सेम प्रोसेस गऱ्यो भने ग्रेडिङ आयो। अब यो हाम्रो यो सर्फेसमा चाहिँ अलिकति बाहिरसम्म लिइरहेछ, यसलाई हल्का रिमुभ गरिदियो भने जस्तो देख्छु म चाहिँ। रिमुभ गऱ्यो भने अलरेडी यहाँ बनिसकेको छ, त्यही भएर डबल बनाउनु परेन। यो भित्र पनि यसले सर्फेस बनाएको जस्तो छ, यो पनि डिलिट गर्नु। त्यो गरेपछि हाम्रो भित्रको यो भयो, बाहिरपट्टि यो र यो सर्फेस हुने भयो। यहाँ पनि हेर्न सक्छौँ हाम्रो यो सेटअप सर्भिस भन्ने भित्रको भयो, त्यो सेफ्टी र बिल्डिङ भनेको यसको ग्रेड भयो, यो ड्राइभर भनेको यसको यहाँतिरको ग्रेड भयो। अब तिनटैलाई कम्बाइन गरेर हामी एउटा फाइनल सर्फेस बनाऊँ। क्रिएट सर्फेस, यसलाई चाहिँ एक्चुअली फाइनल क्रिएट गर्न लाग्छौँ। डिजाइन 1:5 मा चाहिँ के गरौँ र यसमा चाहिँ पेस्टवाला फिचरहरू हामी युज गरौँ। जस्तै एक्चुअलीमा सुरुमा पहिला हामी एडिटमा गएर पेस्टमा गएर सेटअपमा गएर पेस्ट गरिदिउँ। त्यसपछि फेरि पनि एडिटमा गएर पेस्ट सर्फेस गरेर हाम्रो सेप्टिक एन्ड बिल्डिङ पेस्ट गरौँ र लास्टमा चाहिँ क्लिकमा गएर पेस्टमा गएर हाम्रो ड्राइभर पनि पेस्ट गरिदिउँ। यति गरेपछि एउटा टोटल क्युमुलेटिभ सर्फेस आयो। अरू सर्फेसहरूलाई चाहिँ म हाइड गरिदिन्छु। त्यो सेप्टिकको सर्फेसलाई डिस्प्ले गरेँ। त्यसपछि हाम्रो सेटअपलाई पनि डिस्प्ले पनि ड्राइभरलाई पनि मैले नो डिस्प्ले गरेँ भने एउटा फाइनल ग्राउन्ड सर्फेसमा राख्नुहुन्छ। यो वाला यसको पनि म ट्राइङ्गलहरू चाहिँ हटाइदिन्छ। हेरेपछि हाम्रो यो फाइनल सर्फेस चाहिँ यसरी बनिएको। सर्फेस यसरी बन्नुभयो, जसमा चाहिँ यहाँ ड्राइभवे छ। यो ड्राइभवेको छेउछेउमा इन्भाइरोमेन्ट फिटिङ भयो। त्यसपछि यहाँ बिल्डिङ एउटा प्लेटफर्ममा बस्ने भयो, साइड साइडमा त्यसको पनि ठ्याक्क 1:1 स्लोपमा छ। त्यसपछि हाम्रो सेप्टिक पनि भित्रपट्टि चाहिँ स्लोपमा छ, बाहिरपट्टि इन्भाइरोमेन्टमा छ। तपाईँले दुईटैलाई सेलेक्ट गरेर अब्जेक्ट भ्युअर गर्नुभयो भने
ठ्याक्कै यो सबैबाट आएर म्याच गएर सट्ट गएर स्क्रिनले गर्दा चाहिँ अलिकति तलमाथि देखिएको छ। यही मात्रै हेर्नुभयो भने चाहिँ सडक आयो, यो हाम्रो बिल्डिङको भयो, पछाडिपट्टिको भयो, त्यसपछि हाम्रो ठाउँ ठाउँमा अब यो कट चाहिने कि फिल चाहिने, यहाँनिर फिल भइरहेछ, यहाँनिर कट भइरहेछ। त्यसरी चाहिँ हामीले एउटा सर्फेस डेभलप गर्न सक्छौँ। यही नै हाम्रो फाइनल ग्रेडिङ छ। अब यसमा अब तपाईँले चाहे जस्तो एनोटेसनहरू हाल्न सक्नुहुन्छ। यसरी नै अब यो सिम्पल भयो। अब अलिक कम्प्लेक्सको लागि चाहिँ अब एउटा प्रोजेक्टकै एक्जाम्पल हामी लिने गर्छौँ।